आज चाहिँ एकदमै सजिलै छिटो मिठो बन्ने कढी पकौडा बनाउँदैछु। त्यसको लागि चाहिँ मैले थोरै बेसन लिएको छु अनि त्यही बेसनको घोलमा मैले दही राख्छु। बेसन चाहिँ अनिवार्य राख्नुपर्छ, दही मात्र गराएपछि फाटिहाल्छ फेरि। अनि यसरी पानी हाल्दै पातलो पातलो घोल तयार पार्ने हो। यतिको भइसकेपछि अब चाहिँ म पकाउन सुरु गर्छु। अनि यसको लागि चाहिँ धेरै मसला राखेको मिठो हुन्न। यसमा चाहिने मसला भनेको तेल तातिसकेपछि जिरा, सुकेको खुर्सानी, लसुन अनि लसुन खैरो भइसकेपछि यसमा बेसार राखेर अघि तयार पारेको यो घोल राख्ने हो। अनि यसलाई एकछिन चलाउँदै पकाउँदै गर्ने। यसमा बोइल आउँछ, बोइल आइसक्यो भने मैले चाहिँ नुन पनि राखेँ है स्वाद अनुसार। अनि अघि नै तयार पारेर राखेको थिएँ यो प्लेन पकौडा, बेसनको पकौडा हो यो। यसमा चाहिँ जस्तो खालको पकौडा राख्दा पनि हुन्छ। हामीले चाहिँ अरू बेलामा होइन धेरै थरीको भेजिटेबल मिक्स गरेर बनाउँछौँ नि, त्यस्तो खालको पकौडा राखे पनि हुन्छ। मलाई चाहिँ यो कढीमा चाहिँ प्लेन पकौडा नै मनपर्छ। अनि पाकिसक्यो त्यसपछि हरियो खुर्सानी राखेँ। म पिरो एकदमै धेरै खान्छु कि अलिक पिरो कम जस्तो लागेको थियो। यो कढी पकौडा मेरो आमाले यति धेरै मिठो बनाउनुहुन्थ्यो कि उहाँले छोएपछि सबै चिज मिठो हुने। त्यो स्वाद त अब कसरी मेरो हातमा आउला र है।